कहिले पनि अरूको छेउमा आफूले आफूलाई कमजोर साबित नगर्नुस्, किनकि डुब्न लागेको घामलाई देखेर मान्छेहरूले आफ्नो घरको ढोका लगाउने गर्छन्। फूल जति नै सुन्दर भए पनि प्रशंसा सधैँ त्यसको मिठो बासनाको गरिन्छ। त्यसैगरी मान्छे जति नै ठूलो र राम्रो भए पनि प्रशंसा सधैँ त्यसको राम्रो गुणको गरिन्छ। घमण्ड रक्सी भन्दा ठूलो नशा हो, किनकि रक्सीले तिम्रो शरीरलाई मात्र हानि गर्छ, तर घमण्डले त तिम्रो अस्तित्वलाई नै मेटाइदिन्छ। समस्याको बेला कसैले तिम्रो सुझाव माग्यो भने सुझावसँगै तिम्रो साथ पनि दिनु, किनकि सुझावले काम नगर्न पनि सक्छ, तर तिम्रो साथले सधैँ काम गर्नेछ। वास्तवमा मान्छेले गल्ती गरेर दुनियाँबाट बच्न खोज्छ, तर बेचारा मान्छेलाई यो नै थाहा हुँदैन कि सजाय दुनियाँले हैन, समयले दिने हो। जीवनमा त्यो मान्छेलाई माया गर्नु जसले तिम्रो यी 3 कुराहरूलाई बुझ्ने गर्छ। 1. तिम्रो मुस्कान भित्र लुकेको पीडालाई। 2. तिम्रो रिस भित्र लुकेको मायालाई। र 3. तिम्रो व्यवस्था भित्र लुकेको कारणलाई। जब तलाउमा पानी भरिन्छ तब माछाले किडालाई खाने गर्छ, तर जब तलाउमा पानी सुकेर जान्छ तब त्यही माछालाई किडाले खाने गर्छ। त्यसैले कहिले पनि जीवनमा निराश नहुनु, किनकि पालो सबैको आउँछ, बस अलिकति ढिलो चाँडोको कुरा मात्र हो। कहिलेकाहीँ हामी कसैको लागि यति जरुरी पनि हुँदैनौँ जति हामी सोच्ने गर्छौँ। त्यसैले जहाँ तिम्रो एकदम खाँचो छ त्यही मात्र आफ्नो उपस्थिति दिनु, अन्यथा हर एकले तिमीलाई मजाकमा उडाइदिनेछ। पुरुष र स्त्रीको प्रेममा धेरै अन्तर हुन्छ। जब एउटा पुरुषले स्त्रीसँग प्रेम गर्छ तब उसले आफ्नो जीवनको अलिकति मात्र हिस्सा दिने गर्छ, तर जब एउटी स्त्रीले प्रेम गर्छ तब उसले आफ्नो सर्वस्व दिने गर्छ। यदि तपाई आफ्नो लक्ष्यप्रति पागल हुनुहुन्छ भने बधाई छ, किनकि इतिहास पागलहरूले रच्ने गर्छन् र बुद्धिमानहरूले पढ्ने गर्छन्। त्यसैले इतिहास रट्ने हैन, इतिहास रच्ने कोसिस गर्नुस्।